घाम र मनको सुख शान्ति। घाममा उभिँदा र त्यसको उज्यालो छालमा लाग्दा एउटा गहिरो सान्त्वना अनुभव हुन्छ। हामी जङ्गलमा हिँडिरहेका हौँ, खुला मैदानमा बसेका हौँ वा केवल घामको न्यानोपन महसुस गरिरहेका हौँ, घामले शान्ति दिन्छ, सोच खुलाउँछ र भित्रबाट आनन्द ल्याउँछ। यो केवल कल्पना होइन, यो त हाम्रो शरीर, मन र संस्कारभित्र गाडिएको कुरा हो। सूर्यको उज्यालो हाम्रो मानसिक र भावनात्मक स्वास्थ्यका लागि ठुलो सहारा हो। एकैचोटि शरीरको उपचारक पनि र आत्माको साथी पनि। संसारभर हरेक संस्कृति र पिँढीका मान्छेहरूले यो कुरा स्वाभाविक रूपमा थाहा पाएका छन्। नेपालमै हेर्नुहोस्, जब बच्चा जन्मिन्छ हामी बिस्तारै माया गरेर घाममा राख्छौँ। बच्चाले सूर्यको न्यानोपन पाओस्, ऊर्जा लियोस् भनेर आजको विज्ञानले पनि यिनै पुराना अभ्यासलाई सही ठहर गरिरहेको छ। घाम लाग्दा छालाबाट भिटामिन डी बन्न थाल्छ, जुन हड्डी बलियो बनाउन, रोगसँग लड्न अनि शरीर स्वास्थ्य राख्न अत्यावश्यक हुन्छ। तर भिटामिन डी मात्र सबै कुरा होइन। सूर्य त हाम्रो हर्मोन, मस्तिष्कको रासायनिक सन्तुलन अनि मनको अवस्था समेत असर गर्छ। सूर्यको उज्यालोले हाम्रो शरीरमा सेरोटोनिन भन्ने रसायन बढाउँछ। यसलाई प्राय राम्रो लाग्ने रस भनिन्छ। सेरोटोनिन बढ्दा मन प्रसन्न हुन्छ, गहनता आउँछ, शान्ति महसुस हुन्छ। त्यसरी त घाम लागेको दिन मानिसहरू उज्यालो महसुस गर्छन्, जिन्दगीप्रति आशावादी हुन्छन्। उल्टो अँध्यारो, बादली र सुनसान मौसमहरूमा धेरैलाई मन बुझिन्न, ऊर्जा घटे जस्तो लाग्छ, जीवनसँग टाढा भए जस्तो अनुभूति हुन्छ। यो अवस्था सिजनल अफेक्टिभ डिसअर्डर भनिने मानसिक समस्या हो। यो जाडो मौसममा बढी देखिन्छ। जहाँ जहाँ लगातार बादल लागिरहन्छ त्यहाँका मानिसहरू प्राय अल्छी, उदास र जिन्दगीदेखि टाढा भइरहेको महसुस गर्छ। यो साँच्चीकै असर हो र त्यो असरले फेरि सूर्यको महत्त्व देखाउँछ। हाम्रो भित्री सन्तुलन बनाइराख्न, बाहिर घाममा गरिने गतिविधि जस्तै हिँड्नु, दौडिनु, बगैँचा सिहार्नु वा बस्नु, यी सबै उज्यालो हुँदा झन् रमाइलो लाग्छ। सूर्यले केवल देखिने क्षमता मात्र होइन, वरिपरिका जीवनसँग सम्बन्ध पनि बढाउँछ। रुखहरू अझ हरिया लाग्छ, हावा ताजा लाग्छ, शरीर सजिलै चल्छ। यस्तो अनुभव मनको गहिराइमा बसेको चाहना हो। प्रकाश, खुला ठाउँ र स्वतन्त्रता खोज्ने चाहना। घामको प्रत्येक प्रतीक स्वतन्त्रता, सम्भावना र उपस्थितिको प्रतीक हो। घामको प्रतीक स्वतन्त्रता, सम्भावना र उपस्थितिको प्रतीक हो। घाम लागेको ठाउँमा उभिँदा मन हल्का हुन्छ, सास गहिरो बन्छ अनि भावना सन्तुलनमा आउँछ। आजका अध्ययनहरूले देखाउँछन् कि प्राकृतिक प्रकाशमा बस्दा निद्रा राम्रो लाग्छ, दिनभर निद्रा नलाग्ने अनि चिन्ता कम हुने गर्छ। कारण के हो भने सूर्यले हाम्रो सर्केडियन रिदम अर्थात् शरीरको भित्री घडीलाई मिलाउँछ। यसले हामीलाई कहिले सुत्ने, कहिले उठ्ने, कहिले खानुपर्ने भन्ने सङ्केत दिन्छ। जब हाम्रो जीवन सूर्यसँग मिलेर चल्छ तब सोच प्रष्ट हुन्छ, भावना स्थिर हुन्छ अनि निद्रा गहिरो हुन्छ। तर बनावटी बत्ती, रातभर मोबाइल हेर्ने बानी अनि लगातार घरभित्र बस्दा यो घडी गडबड हुन्छ। न त निद्रा लाग्छ न त सन्तुलनमा रहन्छ। सेरोटोनिन र भिटामिन डी मात्रै होइन, सूर्यले शरीरमा क्याल्सियम, फस्फोरस, म्याग्नेसियम जस्ता अरू खनिजहरू सोच्न पनि सहयोग गर्छ। जब घामले छाला छोइरहेको हुन्छ त्यति बेला शरीरभित्र यस्ता प्रक्रिया चलिरहेका हुन्छन् जसले हड्डी, मांसपेशी मात्र होइन, खुसी र स्वास्थ्यको रसायन पनि तयार गरिरहेका हुन्छन्। त्यही भएर होला मान्छेहरू स्वाभाविक रूपमा बाहिरको ठाउँ खोज्छन्। पार्क, बाल्कनी, डाँडाकाँडा, खोलाको किनार, यी सबै स्थान विश्राम र आत्मिक स्फूर्तिका लागि ठाउँ बन्छन्। बिहान घाममा एकछिन बस्नु मात्रले पनि सान्त्वना दिन सक्छ। उदासी, चिन्ता वा मानसिक थकान भएको मानिसका लागि सूर्य औषधि त होइन तर उपचारको बाटो हो। सूर्य शरीरलाई नयाँ सुरुवात दिन्छ, आत्मालाई फेरि सास फेर्ने ठाउँ दिन्छ। सूर्य केवल आकाशको एउटा तारा होइन, यो त हाम्रो शारीरिक र भावनात्मक विकासको सङ्गी हो। सूर्यले शरीर पाल्छ, मन जगाउँछ, आत्मा शान्त पार्छ। हरेक बिहानको घाममा हामीलाई फेरि सुरु गर्ने मौका दिन्छ। हरेक सुनौलो किरण भन्छ तपाईँ बाँचिरहनु भएको छ र उज्यालो यहाँ तपाईँको लागि छ।